हेलो गाइज, सबैलाई नमस्कार। भिडियो नबनाऊ भन्छु तर यस्ता भिडियो मेरो सामु आउँदा बनाउन मन लागिहाल्छ है। यो बच्चाको लागि एउटा सामान नलिने किन नलिए हामीलाई नलाने भनेपछि नलाने यो एउटा कपडा लिन नमिल्ने यो एउटा कपडा लिन नमिल्ने छ यो तरिका भयो यो तरिका भएन नि यार यो एउटा कपडा लिन लैजान नमिल्ने यो कुनै तरिका भएन नि त तपाईहरुको सबैजनाले यो सिन्धुनिस नेपाली जनताले जति पनि नेपालमा हुनुहुन्छ र जति पनि बाहिर हुनुहुन्छ है, सबैजनाले आफ्नै देशमा गएर किनौँ न है। मेरो त पहिलादेखि पनि त्यही सोच हो है। म हर कसैलाई भन्थे कि आफ्नै देशमा गएर किनौँ है, त्यतै गएर किनौँ। तर त्यतिखेर त्यत्रो फाइदा थिएन। अहिले चाहिँ राम्रो छ के है, त्यतै गएर किन्नुस्। सरकारले गरेको काममा राम्रो काममा गरिरहेछन् यदि कुनै पनि कर्मचारीले भने त्यसमा बोल्ने, आवाज उठाउने, आन्दोलन गर्ने र गलत प्रविधिले चल्ने नगरौँ है। कसैले घुस खाइरहेछ र कसैले तपाईलाई रोकिरहेछ, अर्कोलाई ठुलो सामान पनि छोडिरहेछ यत्तिकै है, कि केही पैसा खाएर छोडिरहेछ, त्यस्तालाई चाहिँ समातौँ, त्यस्तालाई चाहिँ विरोध गरौँ। तर राम्रो काम गरिरहेछ र यदि देशको ट्याक्स उठाउनलाई सहयोग गरिरहेछन्, सबैले मिलेर काम गरिरहेछन् भने त्यसमा चाहिँ विरोध नगरौँ। सबैजनालाई मेरो अनुरोध छ है त। हस्, धन्यवाद।